साथीहरूलाई शिक्षक सेवा आयोगको तयारी गरेर बस्नुभएका सम्पूर्ण साथीहरूलाई आजको यो सामग्री विशेष गरी प्रावि, निमावि र माविलाई समेत उपयुक्त छ। मावि र निमाविको शिक्षक सेवा आयोगले चाहिँ खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि चाहिँ विज्ञापन आह्वान गरिसकेको छ। प्राविको पनि खुल्ने सम्भावना चाहिँ लगभग 99% छ। अब शिक्षक सेवालाई नै लक्षित गरी आजको यो सामग्री रहेको छ साथीहरू। ढिला नगरी सुरु गरौँ आजको पहिलो प्रश्नतर्फ। प्रश्न यहाँले देखिसक्नु भएको छ। सार्कको बडापत्रमा कतिवटा धारा रहेका छन् साथीहरू? अप्सन ए 7 वटा, बी 8 वटा, सी 10 वटा, डी 9 वटा। के लाग्छ साथीहरू यसको सही जवाब चाहिँ? यसको सही जवाब चाहिँ सार्क बडापत्रमा चाहिँ धारा 10 वटा रहेका छन् साथीहरू। 10 वटा धारा रहेका छन्। त्यसैगरी प्रश्न नम्बर 2 तर्फ जाउँ। जय पृथ्वीनारायण सिंहलाई 18औं राष्ट्रिय विभूतिका रूपमा कहिले घोषणा गरियो? ए विक्रम सम्वत 2079 असार 6 गते। अप्सन बी विक्रम सम्वत 2079 असार 7 गते। अप्सन सी विक्रम सम्वत 2079 असार 8 गते। अप्सन डी विक्रम सम्वत 2079 असार 9 गते। यसको सही जवाब चाहिँ रहेको छ साथीहरू अप्सन नम्बर ए को रहेको छ। विक्रम सम्वत 2079 असार 6 गते यसको चाहिँ सही जवाब रहेको छ साथीहरू। विक्रम सम्वत 2079 असार 6 गते चाहिँ जय पृथ्वीनारायण सिंहलाई चाहिँ 18औं राष्ट्रिय विभूतिको रूपमा चाहिँ घोषणा गरिएको थियो। त्यसैगरी प्रश्न नम्बर 3 दिगो विकास सूचकाङ्क 2025 मा नेपालको स्थान कति हो? दिगो विकास सूचकाङ्क 2025 मा नेपालको स्थान चाहिँ अप्सन ए 90, अप्सन बी 95, अप्सन सी 107, अप्सन डी 72। यसको सही जवाब साथीहरू अप्सन नम्बर बी रहेको छ 95। 95औं स्थानमा चाहिँ रहेको छ नेपाल। त्यसैगरी प्रश्न नम्बर 4 विक्रम सम्वत 2081 को मदन पुरस्कार कसलाई प्रदान गरियो? ए महावीर पुन, बी डाक्टर सन्दुक रोहित, सी भारत दत्त कोइराला, डी छुदेन काबिमो। यसको सही जवाब चाहिँ अप्सन नम्बर डी को रहेको छ साथीहरू। छुदेन काबिमोलाई चाहिँ प्रदान गरिएको थियो 2081 को मदन पुरस्कार। त्यसैगरी प्रश्न नम्बर 5 रहेको छ। प्रश्न नम्बर 5 यहाँहरूलाई यस प्रकारको छ। मध्य पहाडी राजमार्गमा सबैभन्दा बढी भाग पर्ने जिल्ला कुन हो? मध्य पहाडी राजमार्गमा चाहिँ सबैभन्दा बढी पर्ने भाग भनेको अप्सन ए तनहुँ, अप्सन बी कास्की, अप्सन सी बागलुङ, अप्सन डी पर्वत। यसको सही जवाब चाहिँ साथीहरू यसको सही जवाब चाहिँ अप्सन नम्बर सी रहेको छ बागलुङ। त्यसैगरी प्रश्न नम्बर 6 चुरे पर्वत श्रेणीको अग्लो भाग कहाँ पर्दछ? ए गारवा कैलाली, बी सिन्धुपाल्चोक, सी चितवन, डी ललितपुर। यसको सही जवाब चाहिँ अप्सन नम्बर ए को रहेको छ गारवा कैलालीमा रहेको छ साथीहरू। त्यसैगरी प्रश्न नम्बर 7 नेपालको नयाँ नक्सा कहिले सार्वजनिक गरियो? अप्सन ए विक्रम सम्वत 2077 जेठ 7 गते, अप्सन बी विक्रम सम्वत 2077 जेठ 5 गते, अप्सन सी विक्रम सम्वत 2077 जेठ 9 गते, अप्सन डी विक्रम सम्वत 2077 जेठ 12 गते। यसको सही जवाब चाहिँ अप्सन नम्बर ए को रहेको छ विक्रम सम्वत 2077 जेठ 7 गते यसको सही जवाब रहेको छ साथीहरू। त्यसैगरी प्रश्न नम्बर 8
केटा देख्दा डराउने रोगलाई के भनिन्छ? केटा देख्दा चाहिँ डराउने रोग कुन हो भनेको छ। अप्सन ए एन्ड्रोफोबिया, अप्सन बी मोनोफोबिया, अप्सन सी ल्याट्रोफोबिया, अप्सन डी गाइनोफोबिया। यसको सही जवाब चाहिँ अप्सन नम्बर ए रहेको छ, एन्ड्रोफोबिया। त्यसैगरी प्रश्न नम्बर 9, नेपालको पहिलो फर्पिङ जलविद्युत आयोजना कसको प्राविधिक सहयोगमा बनेको हो? अप्सन ए अमेरिकी, अप्सन बी बेलायती, अप्सन सी भारतीय, अप्सन डी जापानिज। यसको सही जवाब अप्सन नम्बर बी को रहेको छ, बेलायती प्राविधिक सहयोगमा चाहिँ नेपालको पहिलो जलविद्युत आयोजना फर्पिङ जलविद्युत आयोजना बनेको हो। त्यसैगरी प्रश्न नम्बर 10, सार्क राष्ट्रमध्ये सबैभन्दा कम जनसङ्ख्या हुने देश कुन हो? ए भुटान, बी श्रीलङ्का, सी मालदिभ्स, डी नेपाल। यसको सही जवाब अप्सन नम्बर सी रहेको छ, मालदिभ्स। त्यसैगरी प्रश्न नम्बर 11, पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह कुन हो? ए शुक्र, बी बुध, सी बृहस्पति, डी मङ्गल। यसको सही जवाब अप्सन नम्बर ए शुक्र। प्रश्न नम्बर 12, क्षेत्रफलको दृष्टिकोणले सानोदेखि ठुलो आकारको क्रममा मिलेको महादेशहरूको क्रम कुन हो? ए अस्ट्रेलिया, युरोप, अन्टार्कटिका, दक्षिण अमेरिका, उत्तर अमेरिका, अफ्रिका र एसिया। बी अस्ट्रेलिया, युरोप, दक्षिण अमेरिका, उत्तर अमेरिका, अन्टार्कटिका, अफ्रिका र एसिया। अप्सन सी युरोप, दक्षिण अमेरिका, अस्ट्रेलिया, उत्तर अमेरिका, अफ्रिका, एसिया र अन्टार्कटिका। अप्सन डी एसिया, अफ्रिका, उत्तर अमेरिका अनि दक्षिण अमेरिका, अन्टार्कटिका, युरोप र अस्ट्रेलिया रहेको छ। यसको सही जवाब चाहिँ अप्सन नम्बर ए को रहेको छ, अस्ट्रेलिया, युरोप, अन्टार्कटिका, दक्षिण अमेरिका अनि उत्तर अमेरिका, अफ्रिका र एसिया रहेको छ, सानोदेखि ठुलोको क्रम। त्यसैगरी प्रश्न नम्बर 13, विश्वमा सबैभन्दा बढी देशसँग सिमाना जोडिएको देश कुन हो? अप्सन ए चीन, अप्सन बी अमेरिका, अप्सन सी भारत, अप्सन डी जर्मनी। यसको सही जवाब अप्सन नम्बर ए चीन रहेको छ। त्यसैगरी प्रश्न नम्बर 14, नेपालको सबैभन्दा ठुलो मूर्ति तलका मध्ये कुनलाई मानिन्छ साथीहरू? ए विरूपाक्ष, बी बुढा नीलकण्ठको मूर्ति, सी विश्वरूपको मूर्ति, डी पशुपतिनाथको मूर्ति। यसको सही जवाब अप्सन नम्बर बी बुढा नीलकण्ठको मूर्ति। त्यसैगरी प्रश्न नम्बर 15औं 16औं योजनाले नेपालीको प्रति व्यक्ति आय कति पुग्ने अनुमान गरेको छ? अप्सन ए $1405, अप्सन बी $2351, अप्सन सी $1546, अप्सन डी $1501। यसको सही जवाब अप्सन नम्बर बी रहेको छ, $2351 पुग्ने अनुमान गरेको छ। त्यसैगरी प्रश्न नम्बर 16, गोरखापत्रको प्रकाशन कहिले भएको हो? अप्सन ए 1998 साल वैशाख 24 गते, अप्सन बी 1998 साल वैशाख 21 गते, अप्सन सी 1998 साल वैशाख 19 गते, अप्सन डी 1998 साल वैशाख 30 गते। यसको सही जवाब अप्सन नम्बर ए को रहेको छ, 1998 साल वैशाख 24 गते रहेको छ। साथीहरू तपाईँहरूलाई आजको सामग्री कस्तो लाग्यो कमेन्ट बक्समा लेख्नुहोला। 16वटा क्वेसनहरूमध्ये कतिवटा क्वेसनको सही जवाब मिलाउन सक्नुभयो कमेन्टमा कमेन्ट छोड्न नबिर्सनुहोला। र भिडियो मन परेको छ भने एक लाइक अवश्य गर्नुहोला र च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनुहोला। हामी रेगुलर शिक्षक सेवा आयोगका विभिन्न सामग्रीहरू यस च्यानलमा अपलोड गर्छौँ। धन्यवाद। अर्को भिडियोमा भेटौँला।